समृद्ध किसान समृद्ध नेपाल। आधुनिक प्रविधि उत्पादनमा वृद्धि। नमस्कार। मैले आज तपाईँहरूको बिचमा एउटा भिडियो लिएर आउँदैछु र यो भिडियो मलाई लाग्छ अन्तिमसम्म हेरिसके पछाडि तपाईँहरूलाई लाग्न सक्छ यो चाहिँ एउटा ज्ञानवर्धक सूचनामूलक भिडियो रहनेछ। र खासमा आज मैले रिठाको विषयमा कुराकानी गर्न गइराखेको छु। रिठा एक प्रकारको चाहिँ यो चाहिँ रुख, ठुलै रुख हुने चाहिँ एउटा प्रजातिको बिरुवा हो। सम्भवतः यो बिरुवा उचाइको हिसाबले करिब यो 10 देखि 20 मिटरसम्म यसको हाइट भएको मानिन्छ। त्यसै गरी यसको फल गोलो पहेँलो खैरो भएको मानिन्छ, त्यस्तो देखिन्छ। र हावापानीको हिसाबले मध्यम गर्मी तथा पहाडी हावापानीमा उपयुक्त भएको मानिन्छ। भने उचाइको हिसाबले सामुद्रिक सतहदेखि करिब 500 देखि 1500 मिटरको उचाइमा यो राम्रो मानिन्छ। फल्नलाई अन्यत्र पनि फल्न सक्छ, तर खासमा उचाइको हिसाबले राम्रो मानिने उचाइ भनेको यही नै हो। माटोको बारेमा पानी नजम्ने दोमट वा हल्का बलौटे माटो भयो भने यसलाई राम्रो मानिन्छ। धेरै चिसो हिउँ पर्ने ठाउँहरूमा यसलाई चाहिँ खासै उपयुक्त मानिँदैन। हामीले अहिलेसम्म देखिराखेको दाङ, सल्यान, रोल्पा, प्युठान, पाल्पा जस्ता ठाउँहरूमा यसको चाहिँ हामीले उत्पादन भएको देख्छौँ। र यो खासमा यो चाहिँ रोप्ने दूरी कति भन्न सक्ने हुनसक्छ कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले। यसमा खासमा 6-6 मिटरको दूरीले पनि राख्न सकिन्छ, 7-7 मिटरको दूरीले पनि चाहिँ यसको चाहिँ बिरुवाहरू चाहिँ हामीले रोप्ने चाहिँ गर्न सक्छौँ। यो यदि चाहिँ नजिक भयो भने यो फैलन चाहिँ अलि चाहिँ अप्ठ्यारो हुनसक्छ। र यो फल दिन समय कहिले हो भन्ने हुनसक्छ। बिजु बिरुवाको सन्दर्भमा यो साधारणतया 6 देखि 8 वर्षको बिचमा चाहिँ फलेको देखिन्छ भने यो कलमे र यो अलिकति व्यवस्थित तरिकाले हामीले चाहिँ यसलाई लगायौँ भने 4 देखि 5 वर्षमै यसले चाहिँ फल दिएको अवस्था पनि देखिन्छ। त्यसै गरी आम्दानी कस्तो छ त भन्ने हुनसक्छ। यसको सन्दर्भमा यसलाई व्यवस्थापन यो बजार र रुखको उमेरमा भर पर्दछ। यसको उत्पादन भने बजार कहिले कस्तो हुन्छ कहिले कस्तो हुन्छ है। बजार चाहिँ राम्रो भयो भने यसको चाहिँ उत्पादन यो राम्रो भयो भने यसले चाहिँ जे होस् राम्रै चाहिँ लिन सक्छ। र रुख कति वर्ष पुग्यो भन्नेमा पनि भर पर्छ। र एउटा बुट्टा जो रुख हुन्छ यो वयस्क बुट्टाहरूले अब 20 देखि 50 केजीसम्म चाहिँ यसको राम्रो उत्पादन दिएको देखिन्छ। हामीले धेरै रुख भएपछि यसले चाहिँ अलि धेरै चाहिँ उत्पादन दिएको हामीले चाहिँ क्वान्टिटीको हिसाबले पनि धेरै भएको मान्न सकिन्छ। अर्को चाहिँ यो चाहिँ कस्तो छ भन्दाखेरि मलजलको हिसाबले खासै यसलाई मलजल गर्नुपर्ने देखिँदैन। यो सानो बिरुवा हुँदाखेरि अलि धेरै राख्न पर्छ भने ठुलो बिरुवा भइसके पछाडि यसलाई चाहिँ खासै त्यति यसलाई मलजलै गर्नुपर्ने भन्ने चाहिँ देखिँदैन। हामीले त्यसरी देखिन्छ र राख्नै पर्यो। यो साना बिरुवाहरूमा चाहिँ अब 15-20 केजी चाहिँ मल राखेर सुरुमा चाहिँ त्यसरी राख्न सकिन्छ। अब सिँचाइको हिसाबले हेर्दाखेरि सानो बिरुवा हुँदाखेरि यसलाई चाहिँ सिँचाइ गरे तापनि ठुलो भएपछि यसलाई चाहिँ खडेरी पनि सानातिना खडेरीहरू पनि सहन सक्ने क्षमता चाहिँ यो बिरुवामा देखिन्छ। र अर्को चाहिँ फल बढाउन के गर्न सकिन्छ भन्ने चाहिँ उहाँहरूलाई लाग्न सक्छ। यस खासमा यो चाहिँ झारपात चाहिँ राख्नुहुन्न यसको छेउछाममा। झारपात नभएको राम्रो। यो चाहिँ वर्षमा एकपटकसम्म भएसम्म गोबर मल हालेको राम्रो। यदि चाहिँ भएन भने नराख्दा पनि खासै यसले चाहिँ प्रभाव भने त्यति पार्दैन। यसलाई चाहिँ धेरै चाहिँ मलजलै गर्नुपर्ने भन्ने चाहिँ देखिँदैन। अर्को कुरा हालसम्म यो रिठा चाहिँ के उत्पादन हुन्छ त रिठाबाट भन्ने पनि हुनसक्छ। हामीले देखे अनुसार हामीले चाहिँ अहिलेसम्म चाहिँ प्राप्त गरेको जानकारी अनुसार यो खासमा प्राकृतिक स्याम्पू, साबुन, अब त्यसपछि हामीले कपडा धुने पाउडरहरू, भाँडा धुने जैविक क्लिनर, फेसवास, कीटनाशक मिश्रण, आयुर्वेदिक औषधि यस्ता चिजहरू चाहिँ बन्छ भन्ने कुरा हामीले चाहिँ पाएका छौँ। र यो किसान दाजुभाइहरूले यसलाई खास कहाँ लगेर बेच्ने भन्ने पनि हुनसक्छ। यसलाई लगेर बेच्ने भनेको खास गरी आयुर्वेद कम्पनी, त्यसै गरी जडीबुटी व्यवसाय पनि हुनुहुन्छ। प्रत्येक चाहिँ हाम्रो ठाउँमा जडीबुटी व्यवसायहरू पनि हुनुहुन्छ। उहाँहरूमा लगेर बेच्न सकिन्छ। घरेलु उद्योगहरूमा बेच्न सकिन्छ। जैविक उत्पादन बन्ने चाहिँ पसलहरूमा पनि हामीले बेच्न सक्छौँ। यसको फाइदा खास गरी धेरै वर्षसम्म चाहिँ उत्पादन दिने हुन्छ। धेरै वर्षसम्म यसले उत्पादन दिन्छ। धेरै ठुलो चाहिँ खर्च पनि लाग्दैन। यसलाई त्यति ठुलो खर्च लाग्दैन। र अर्को कुरा यो पहाडी भिरालो जमिनहरूमा पनि चाहिँ सम्भव छ। र फेरि खासमा लगाउन चाहने हाम्रा जति पनि कृषक दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, तपाईँहरूले फेरि एक रोपनीमा कतिसम्म लगाउँदा ठिक भन्ने हुनसक्छ। यो खास गरी 6-6 मिटरको दूरीमा यदि तपाईँहरूले लगाउनु भयो भने एक रोपनीमा 18 देखि 20 वटा बिरुवा चाहिँ लगाउन सक्नुहुन्छ। तर तपाईँहरूले 7-7 मिटरको दूरीमा लगाउनु भयो भने 14 देखि 16 वटा भन्दा बिरुवा धेरै लगाउन सक्नुहुन्न। त्यसो हुँदाखेरि यसको बारेमा थप जान्न मन छ तपाईँहरूलाई चाहिँ
अन्य बिरुवाहरूको बारेमा पनि भिडियो ल्याइदिनुहोस् भन्न चाहनुहुन्छ भन्ने त्यस्तो मनसाय छ भने मैले अर्को भिडियो पनि तपाईँहरूको बिचमा राख्नेछु र यो छोटो भिडियो चाहिँ मैले आज तपाईँहरूको बिचमा राखेको छु। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया भने अवश्य कमेन्टमा लेख्नुहोला। जसले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन कृपया सब्सक्राइब गरी बेल आइकनमा टिङ्ग घन्टी बजाइदिनु होला र आउने दिनहरूमा मैले यस्ता भिडियोहरू राखिराखेको हुन्छु। यो मेरो खासमा यो अर्को च्यानल हो र मैले यसमा कृषिका कुराहरू कृषिका गतिविधि मात्र आउँछ। त्यसो हुँदाखेरि तपाईँहरूले चाहिँ ध्यान दिनुहोला भन्दै यो छोटो भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। हस्त धन्यवाद, नमस्कार।